एकचोटि चाबी लगायो अनि ढोकामा अनि बाहिर निस्क्यो अनि बाहिर निस्कन बित्तिकै मनमा विचार आइहाल्छ कि हो मैले लगाएन होला हैन भनेर एकचोटिसम्म चेक गर्नु हैन आएर चेक गर्नु त्यो नर्मल मानियो तर रिकरेन्ट रूपमा विचारहरू आइराख्ने अब बाहिर जाने फेरि आउने बाहिर जाने फेरि आउने गर्ने एउटा बिमारीको एउटा लक्षण हो हैन मनमा धेरै विचारहरू आइराख्ने रिकरेन्ट थटहरू आइराख्ने त्यस्तै किसिमले हात फोहोर हात धुने अनि तै पनि हात राम्रोसँग धोइया छैन भने जस्तो लाग्ने फोहोरै छ भने जस्तो लाग्ने विचार आउने फेरि हात धुनु पर्ने अथवा लामो समयसम्म हात धुँदा पनि आधा घण्टा 45 मिनेट लगाएर हात धुनु पर्ने घरमा सफा गर्नु पर्ने अथवा जे चीज पनि मिलाएर राख्नु पर्ने अर्डरमा राख्नु पर्ने तीनटा जोडी अथवा चारवटा जोडी मिलाएर राख्नु पर्ने अथवा कि किरबिर गरेको पनि देख्न नसक्ने अथवा सेक्सुअल थट्सहरू पनि रिकरेन्ट आइराख्ने जो नजिकको मान्छेहरूलाई पनि ओहो हैन यौनको विचारहरू आउने अथवा भगवानलाई कहिलेकाहीँ थुक्न मन लाग्ने गाली गर्न मन लाग्ने जस्तो रिकरेन्ट विचारहरू आउने एउटा यो अब्सेसन्स भन्छ यसलाई हैन यो चाहिँ ओसिडी अब्सेसिभ कम्पल्सिभ डिसअर्डर हो हैन यसले चाहिँ यो ब्रेनमा यो कर्टिकोथालामो कर्टिकल एउटा सर्किट हुन्छ त्यो हाइपर एक्टिभ भइरहेको हुन्छ जसले गर्दा अब ब्रेनको सेरोटोनिनहरुको लेभलमा डिस्टर्बेन्स हुन जान्छ हैन यो मेकानिजम हो यसले चाहिँ मान्छेको डेली लाइफ एक्टिभिटीमा एकदम गाह्रो बनाएर हुन्छ हैन समयमा गर्नुपर्ने कामहरू पनि उले राम्रोसँग गर्न सकिरा हुँदैन एन्जाइटी क्रिएट गरेर हुन्छ हैन यो सँगसँगै अब डेली एक्टिभिटीहरू बिग्रिदै गयो भने भोलि मान्छेमा डिप्रेसिभ एपिसोड्सहरू पनि आउने अथवा कुनै साइकोटिक समस्याहरू पनि हुने गर्छ यो चाहिँ एक किसिमको क्रोनिक लामो समयसम्म रहने समस्या हो र यसमा मान्छेले चाहिँ मेरो बानी नै यस्तै हो भनेर चाहिँ नेग्लेक्ट गरिरहेको पनि देखिन्छ हैन तर धेरै समस्या पार्न सक्ने भावनाले यसको उपचार हुन्छ हैन यो औषधि प्लस काउन्सिलिङ साइकोथेरापी सँगसँगै हामीले योगा मेडिटेसनहरुलाई पनि हामीले प्राकृतिक रूपमा पनि यसलाई जोडेर उपचार गर्न सक्छौं हैन तर यसलाई समस्याको रूपमा बुझेर उपचार खोज्यो भने यो राम्रो हुने निको हुने समस्या हो।